वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाज्यूले हृदयघातबाट बाँच्नको लागि दिनुभएका 5 वटा सूत्रहरू। 1. तपाईको सुगर लेभललाई मेन्टेन राख्नुस्। 2. तपाईको कोलेस्ट्रोल लेभललाई मेन्टेन राख्नुस्। 3. तपाईको तौललाई मेन्टेन राख्नुस्। 4. तनावलाई व्यवस्थापन गर्नुस्। र 5. आफ्नो शरीरको लागि कम्तीमा 45 मिनेटदेखि 1.5 घन्टा व्यायाम गर्नुस्। यी सबै कुराहरू कसरी गर्ने भन्ने अलमल छ भनेदेखि के बाँकी लफडा हुँदै गर्छ यार। आत्तिएर ज्यान फालेर सब छोडेर के गर्ने भने त्यति समय त लाग्थेन अचानक त्यस्तो हुन्छ। हामीले आज भन्यौँ नि त, मान्छे आत्तिएपछि धेरै पिर गरेपछि यस्तो हुन्छ भन्यौँ नि त। तपाईँलाई मैले एकदम सबभन्दा सजिलो उम्किने कायदा मेरो मानसिक सल्लाह लिन जानु भनिदिनुहुन्छ क्या, म उम्किएँ।